अब अहिले त कीर्तन मण्डलीहरू ठाउँ ठाउँमा गाउँ गाउँमा बनाइएको छ। कीर्तन मण्डलीले कीर्तन गर्न गएका कीर्तन चाहिँ गाउँदैनन्। नन्दी चढी जाउँ न कैलाश, नन्दीमा तपाईँहरू चढ्ने कि शङ्करजी चढ्ने? मैले नबुझेको कुरो। अर्को एउटा भजन छ, के दिएर मनाउँ शिव मान्दिया छ, एक बोरा मकै दिनु त मान्छन् मान्दैनन्, म मनाइदिन्छु लु, लिएर आउनु त, यहाँ माथि छ मन्दिर। कस्ता शब्द, लेख्नेलाई पनि डर नलागेको, गाउनेलाई पनि डर नलागेको। अनि त्यो सेन्सर बोर्ड छ कि छैन मलाई थाहा छैन, कृष्ण भाइहरूलाई थाहा होला। यो भजन रेकर्डिङ गरेर स्टुडियोबाट बाहिर निकाल्दा त्यो बोर्डले पास गर्छ गर्दैन? त्यो बोर्डले सुन्नु पर्दैन, हेर्नु पर्दैन? पैसा दिएका भरमा त्यस्ता भजन पास गराएर बजारमा प्रचार गराइदिने हो? भजन भनेको त्यो हो जहाँ रामको नाम छ, कृष्णको नाम छ, विष्णुको नाम छ, शिवको नाम छ। ती नाम चाहिँ आउँदै आउँदैन। नन्दी चढी जाउँ न कैलाश, अनि तपाईँ नन्दीमा चढ्ने बुलेटमा को चढ्छ? घरमा भएको बुलेट चाहिँ के गर्ने होला? भक्तवत्सल भगवानको शब्द ब्रह्म, त्यसलाई भनिन्छ शब्द ब्रह्म।